धन्यवाद कार्यक्रमका उद्घोषक कमरेडलाई। नेवार राष्ट्रिय मुक्ति मोर्चाको आगामी सम्मेलनको गम्भीर तयारीको उद्देश्य सहित आयोजित यो प्रशिक्षण भेलाका अध्यक्ष तथा नेवार राष्ट्रिय मुक्ति मोर्चाका पनि अध्यक्ष कमरेड दिलीप महर्जन, हाम्रो पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष कमरेड नारायण कार्य श्रेष्ठ र सबै पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिका सहयोगका कमरेडहरू, यो भेलामा उपस्थित नेवार राष्ट्रिय मुक्ति मोर्चा र अन्य पार्टीका विभिन्न जिल्लाबाट, बागमती प्रदेशका विभिन्न जिल्लाबाट आउनुभएका सम्पूर्ण कमरेडहरू र मित्रहरू सबैलाई म क्रान्तिकारी अभिवादन सहित जो लोप्पा भन्न चाहन्छु। कमरेडहरू, यहाँ मैले अहिले धेरै भन्नुपर्ने जस्तो लागेको छैन। म भन्दा पहिला बोल्ने कमरेडहरूले, खास गरी कमरेड वंशरी घरती, त्यसपछि कमरेड हितमान साक्य अनि कमरेड उमेश स्थापितले अलिकति परिचयात्मक ढंगले कार्यक्रम हामी कसरी लाँदैछौं भन्ने कुरा, त्यसको प्राविधिक र सांगठनिक पक्ष पनि राखिसकेपछि र समग्र सैद्धान्तिक र राजनीतिक कुराको बारेमा वरिष्ठ उपाध्यक्ष कमरेडले राखिसकेपछि मैले धेरै भन्नुपर्ने लागेको छैन। एउटा कुरा के चाहिँ हो भने, हामीले विगतमा केही त्रुटि गर्यौं भन्ने कुरा केन्द्रीय समितिको बैठक अगाडि, पार्टीको केन्द्रीय कार्यालयहरूका बैठकहरूमा, परामर्श बैठकहरूमा पनि हामीले भन्दै आएका थियौं र पछिल्लो केन्द्रीय समितिको बैठकमा त्यसको दस्तावेजीकरण गरियो। लिखित रूपमा प्रतिवेदनमा त्यसलाई उल्लेख गरियो र हामीले हाम्रो विचार, हाम्रो राजनीतिक मुद्दा, हाम्रो वर्ग, हाम्रो समुदायसँगको सम्बन्धलाई फेरि एकचोटि जोड दिएर स्थापित गर्नुपर्छ भन्ने संकल्प पनि गरियो। त्यही संकल्प र स्पिरिटको साथ नै अहिले विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूका भेला सम्मेलनको क्रम अगाडि बढेको छ। मलाई त तपाई हामी सबैले यो कुरा देखेका छौं। केन्द्रीय समितिको बैठक अगाडि नै जति बेला हामीले यो जातीय संयुक्त मोर्चाको इन्चार्जको रूपमा कमरेड वंशरी घरतीलाई जिम्मा दिएपछि उहाँले मलाई केन्द्रीय समितिको बैठक अगाडि पनि मोर्चाहरूको भेला सम्मेलनको आवश्यकता र महत्व बारे पटक पटक भन्ने गर्नुहुन्थ्यो। हामीले त्यो कुरा रियलाइज त पार्टी हेडक्वार्टरमा गरेकै थियौं र अनि त्यसपछि तामाङ राष्ट्रिय मुक्ति मोर्चाको भेलादेखि क्रमशः तमु राष्ट्रिय मुक्ति मोर्चाको भेलादेखि, थारू राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनदेखि, मगर राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनसम्म हुँदै जाँदा र मुख्य रूपमा काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको भेला, तपाईहरु सम्मेलनको तयारी त चल्दै आएको थियो, तर रोकिँदै पनि आएको थियो, त्यो पर धकेलिँदै पनि गएको थियो। यो पृष्ठभूमिमा जति बेला हामी यथास्थिति र प्रतिगमनका विरुद्ध संघर्ष गर्ने भनेर काठमाडौँमा गएको 15 गते हामीले प्रदर्शन र सभा गर्यौं। त्यसको लगत्तै पछि मोर्चाको इन्चार्जको हैसियतले वंशरी र मेरो बीचमा नेवारको अलि विशेष रूपले सोध्न पर्यो। यहाँ चाहिँ खाली नेवार राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन अरु मोर्चाहरूको अधिवेशन भएको जस्तो गरेर मात्रै पुग्दैन। राजधानी हुनुको नाताले नेवारहरूको विशिष्ट पहिचान, पृष्ठभूमि, संस्कृति सबै कारणले र अहिले यथास्थिति र प्रतिगमनका विरुद्ध संघर्षको आवश्यकताको कारणले पनि नेवार राष्ट्रिय मुक्ति मोर्चालाई विशेष रूपले सोच्नु पर्यो भन्ने कुरा भएपछि सायद यहाँ बागमती प्रदेशका इन्चार्ज कमरेड हितमान साक्य अनि वंशरी घरती अनि दिलीप महर्जन उहाँहरू बस्नु भएछ र चाहिँ एउटा मिटिङ गर्ने भन्ने कुरा भएको थियो। सायद म बाहिर गएको थिएँ र अर्को दिन बेलुका 5 बजे नेवार नेताहरूको बैठक हुने, मोर्चाका नेताहरू पनि
काठमाडौँ, ललितपुर र भक्तपुरका नेवारका स्थापित नेताहरूको पनि एउटा संयुक्त बैठक बस्नु पर्यो र छलफल त्यहाँबाट अगाडि बढाउन पर्यो भन्ने भयो। त्यही अनुसार बैठक भयो, गम्भीर ढङ्गले छलफल पनि भयो। मैले सबै नेता साथीहरू, नेवार नेता साथीहरूका कुरा 2 घण्टाभन्दा बढी गम्भीरतापूर्वक सुने पनि उहाँहरूको के मनमा रहेछ, नेवारप्रति पार्टीले अपनाएको नीति प्रति, व्यवहार प्रति कस्तो सोचाइ भइराखेको छ भन्ने कुरा नजिकबाट जान्ने अवसर मेरो लागि त्यो प्राप्त भयो। केही साथीहरू त अलि तितो ढङ्गले पनि त्यहाँ प्रस्तुत हुनुभयो, तर त्यसलाई पार्टीले मैले तितो रूपमा चाहिँ ग्रहण गरिएन, यो चाहिँ उपचारको निम्ति औषधिको रूपमा नै मैले ग्रहण गरेँ। र मैले भने कि हामीले सायद नेवार राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनै त तत्काल गर्न सम्भव हुँदैन होला, त्यसको तयारी पुग्दैन होला, तर काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको नामबाट एउटा विशेष कार्यक्रम हजारौं नेवारहरूलाई केन्द्रित गर्ने गरी यथास्थित र प्रतिगमन विरोधी हाम्रो आन्दोलनको एउटा अभिन्न अङ्गको रूपमा भव्य रूपले सम्पन्न चाहिँ गर्नुपर्छ भन्ने कुरा भएको थियो। सायद भोलिपल्ट नेवार बुद्धिजीवीसँग पनि अन्य प्रतिनिधिहरूसँग पनि बैठक थियो र हितमानजीले भन्नुभएको थियो त्यहाँ बैठक छ, बैठकमा गएपछि त्यहाँ भएको छलफलको आधारमा हामी एउटा चाहिँ निष्कर्षमा पुग्छौं। तर जे भए पनि वैशाखको पहिलो हप्तामा नेवार राष्ट्रिय मुक्ति मोर्चाको चाहिँ ब्यानरमा एउटा विशाल प्रदर्शन र सभा चाहिँ गर्नुपर्छ। अस्तिको 15 गतेको विरोध प्रदर्शनकै चाहिँ प्रक्रियाको नयाँ कडीका रूपमा नेवारहरूलाई, किनकि चैत्र 15 गते 3 कुनेमा चाहिँ घटना भयो, 2 जना नेवार युवाहरूको नै त्यहाँ हत्या भयो र त्यसले नेवार समुदायमा एउटा सेन्सेसन, संवेदना पक्कै पैदा भएको छ। त्यसलाई र अरू सबै कुरालाई पनि समेटेर एउटा विशेष रूपमा गर्नुपर्छ भन्ने थियो। उहाँहरूले सल्लाह गरेर सम्मेलनै गर्न सकिन्छ 6 गते भनेर सुझाव लिएर आउनुभयो मकहाँ। भ्याइन्छ भनेको भ्याइन्छ भन्ने कुरा राख्नुभयो। त्यसो भएदेखि चाहिँ 22 गते कि 23 गते, सुरुमा 22 गते चाहिँ यही भेला गर्ने र त्यहाँबाट सम्पूर्ण साथीहरूलाई, पार्टीका साथीहरूलाई सिंगै नेवार राष्ट्रिय मुक्ति मोर्चा त युद्ध स्तरमा लाग्न पर्छ नै, त्यसको तयारीको निम्ति सिंगै पार्टी पनि विगतको कमजोरीलाई आत्मसात गर्दै नेवार समुदायको हितमा र नेवार राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनमा सम्पूर्ण ताकत सहित केन्द्रित गर्ने गरी भेला गरौं भनेको थियो हिजो। तर हिजो बारको चुनाव परेको हुनाले एक दिन सार्नु पर्यो भनेर यो भेला आज आइपुगेको हो। पृष्ठभूमि मोटामोटी यही पृष्ठभूमिमा हामी आज यो भेलामा उपस्थित छौं। अब यहाँ उद्घोषक कमरेडले अलिकति धेरै पृष्ठभूमि राख्नुभयो, त्यो सबैको एक एक स्पष्टीकरण दिन त घण्टौं बोल्नु पर्ने ठाने मैले। उहाँले राखेका कुराहरू छलफल गर्न लायक नै छन्। इतिहासका कुराहरू, जनयुद्ध र जनआन्दोलनसँग सम्बन्धित कुराहरू, संविधान निर्माण प्रक्रियासँग सम्बन्धित कुराहरू धेरै छन्। तर मैले अहिले ती सबै विषयमा जान अहिले नै सम्भव पनि छैन, मैले त्यति आवश्यक देखेको पनि छैन। उहाँले उठाएका ती कुराहरूबाट बारे हामी राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा आम नेवार कम्युनिटी र सिंगो पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने गरी हामीले बुदागत रूपमा भन्ने छौं। अहिले मैले त्यताप्रति धेरै जान सम्भव छैन। यहाँ अघि आए जस्तै यो अधिवेशन या सम्मेलनलाई हामीले सामान्य अधिवेशन र सम्मेलनको रूपमा बुझ्न हुँदैन। वरिष्ठ उपाध्यक्षले अन्तिममा जो संश्लेषण राख्नुभयो त्यो बिल्कुल सही छ। यसलाई हामीले विशेष रूपले हेर्नै पर्ने हुन्छ र त्यो भव्य हुनुपर्छ।
त्यो शक्तिशाली सन्देश देशभरि दिने खालको हुनुपर्दछ। नेवार कम्युनिटीको बारेमा हामीले विगतमा गरेका कतिपय कमी कमजोरीहरूको सच्याउने अवसरको रूपमा र समुदायसँग सम्बन्ध सुदृढ गर्ने अवसरको रूपमा हुनुपर्छ र त्यो यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध आन्दोलनको रूपमा पनि त्यसलाई हामीले सफल गर्नै पर्ने हुन्छ। त्यो रूपमा तपाईँ हामी सबैले एकै किसिमले बुझ्न जरुरी छ। त्यसो भएर यहाँ आज बागमती प्रदेशका सबैजसो जिल्लाका इन्चार्जहरू पनि पार्टीका सिनियर लिडरहरू पनि हामी यहाँ केन्द्रित भएका छौँ। यतिको केन्द्रित भएर सम्मेलनको तयारी अरूको चाहिँ हामीले गरेका छैनौँ। अहिले नेवार राष्ट्रिय मुक्ति मोर्चाको हकमा मात्रै यति महत्त्व दिएर हामीले पहिला आफैमा गम्भीर अन्तर्क्रिया गर्यौं। तपाईहरुले नेवार राष्ट्रिय मुक्ति मोर्चा र तपाई नेवार नेताहरूले छलफल गर्नुभयो र अहिले हामी यो भेला मार्फत सम्मेलनको भव्य तयारीको क्रममा अगाडि बढ्दै छौं। त्यसकारण सबैले के आत्मसात गर्न पर्यो, पार्टीले यो पटक विगतमा भएका कमी कमजोरीहरू समेतको असुली गर्ने गरी र नेवार समुदायको आधारभूत हित, उनीहरूको पहिचान र अधिकार, उनीहरूको संस्कृति र विरासतलाई उच्च सम्मान पार्टीले गर्दैछ। अब पहिला भन्दा माथि उठेर भन्ने सन्देश यो पटक हामीले दिनु छ। पार्टी त्यसमा प्रष्ट छ भन्ने कुरा मलाई लाग्छ। यहाँ पार्टीका लिडरहरू वंशरीजीदेखि लिएर हितमान, नारायण काजी र मसम्म आउँदा तपाईहरु सबैले पक्कै बुझ्नुभयो, यसलाई पार्टीले अहिले यो पटक सामान्य रूपमा हेर्दै छैन। यसलाई यथास्थितिवादीहरूको जनविरोधी, सुशासन विरोधी, भ्रष्टाचारी चरित्रको भण्डाफोर गर्ने एउटा शक्तिको रूपमा पनि, प्रतिगामी षड्यन्त्रका विरुद्ध एउटा प्रतिवादको रूपमा पनि, किनकि तपाईहरुले यहाँ भनेको कुरा ठिकै हो। नेपालको इतिहासमा नेवार समुदायको भूमिका अझ मुख्य गरी आधुनिक नेपालको इतिहासमा निर्णायक जस्तै भएको छ। चाहे कम्युनिस्ट पार्टी गठन प्रक्रियाको कुरा होस्, चाहे राणाशाही विरोधी आन्दोलनको बेलामा भएका शहादतसँग सम्बन्धित कुराहरू हुन्, या 7 साल पछि जो सम्झौता भयो, जसलाई हामी दिल्ली सम्झौता भनेर बुझ्छौं, त्यो सम्झौताका विरुद्ध आन्दोलन गर्दा शहादत प्राप्त गर्ने चिनियामान काजीको कुरा होस्, सबैमा नेवार कम्युनिटीले नेतृत्वदायी भूमिका, नेवार बुद्धिजीवीहरूले, नेवार प्रतिनिधिहरूले निर्णायक भूमिका खेलेको कुरा र चाहे 36 सालको ऐतिहासिक जनआन्दोलन जो हामी जीवित भएर हामी सबै सहभागी भएका आन्दोलनहरूको कुरा होस्, या 46 सालको ऐतिहासिक जनआन्दोलन पञ्चायती तानाशाही विरोधी आन्दोलनको कुरा होस्, या जनयुद्ध र 62-63 को जनआन्दोलनसम्मको कुरा हेर्दा पनि निर्णायक प्रहार गर्ने बेलामा नेवार कम्युनिटीको नै अन्तिममा र निर्णायक प्रहार भएपछि देशमा ठुलठुला राजनीतिक परिवर्तन सम्भव भएका छन्। यसको अर्थ अरू समुदायको भूमिका छैन भन्ने कुरा त बिल्कुल होइन। तर काठमाडौँ केन्द्रित प्रत्येक आन्दोलनमा नेवार कम्युनिटीको भूमिका ऐतिहासिक हुने गरेको छ, निर्णायक हुने गरेको छ। यो भन्नलाई हामीले कुनै दुविधा र हिचकिचाहट गर्नुपर्ने कुनै कारणै छैन। ऐतिहासिक तथ्यले त्यसलाई प्रमाणित गरेको छ। अस्तिको छलफलमा मैले हेर्दै जाँदा नेवार कम्युनिटीबाट सक्षम नेताहरूको टिम हाम्रो विकास नभइराखेको चाहिँ होइन। मैले 12-15 जना कमेडोको कुरा सुन्दै जाँदा हामीसँग नेताहरूको टिम बन्दै र विकसित हुँदै गरेको महसुस मलाई भयो। र मलाई त्यहाँ के पनि महसुस भयो भने पार्टीले जति ध्यान र जोड दिनुपर्ने थियो त्यो नदिएको कुरा पनि मलाई गहिरो गरी महसुस भयो। कमरेडहरूले भन्नुभयो, पार्टीले सैद्धान्तिक रूपले त आत्मनिर्णयको अधिकारलाई सबभन्दा पहिला हामीले स्वीकार गरेको हो, कार्यक्रमको रूपमा स्वायत्तताको कार्यक्रमलाई हामीले स्वीकार गरेको हो, संविधानमा पनि धेरै संघर्ष गरेर त्यसलाई उल्लेख पनि गरिएको हो। तर नेवार कम्युनिटीलाई जति गहिरो गरी विश्वासमा लिने गरी नेतृत्व विकासमा ध्यान दिनु पर्थ्यो, कमी भएको धेरै नै रहेछ। अलिअलि कमी भएको त महसुस हुन्थ्यो, तर अस्थिर नेवार नेताहरूको
कमरेडहरूको कुरा सुन्दा चाहिँ मलाई अलि धेरै नै चाहिँ कमी गरिएछ के अरे भन्ने महसुस चाहिँ उहाँहरूले मलाई गराउनु भयो। किन मन्त्री बनाइएन? प्रदेश सभामा निर्वाचन जितेका केही सीमित नेवार नेताहरूलाई मन्त्री बनाउन केले रोकेको थियो लिडरसिपलाई भनेर पनि केही साथीहरू त बडो चाहिँ चिन्ताको साथ र आवेगको साथ पनि प्रस्तुत हुनुभयो। मैले सोचे किन बनाइन्छ त पर्थ्यो, धेरै मन्त्री बनाइएको छ नेवारलाई मन्त्री हुन त दिलीपजीलाई एकचोटि मन्त्री त बनाइयो त्यो पनि राज्य मन्त्री हो। तर पछिल्लो चरणमा मन्त्रीहरूको त हामीले लाइन बनाएका छौँ। त्यो लाइन बनाउने बेलामा नेवार कम्युनिटीबाट जति साथीहरूले जित्नु भएको थियो अथवा प्रदेशमा या सङ्घमा माननीय हुनुहुन्छ उहाँहरूलाई मन्त्री बनाउन त पार्टीलाई रोक्ने त केही पनि थिएन। तर किन बनाइएन भन्दा कहीँ न कहीँ यो समुदायको ऐतिहासिक पृष्ठभूमि विरासत यसले खेलेको सङ्घर्षमा खेलेको भूमिकालाई पार्टीले जुन स्तरमा उठेर मूल्याङ्कन गर्नु पर्थ्यो त्यहाँ कमी भयो भन्ने मैले रियलाइज गरेको छ। र म आज धेरै भन्दिनँ, धेरै त म त्यहाँ भन्छु, तर आउने दिनमा चाहिँ अब त्यो ठाउँमा हाम्रो ध्यान जानेछ र यहाँबाट पहिला मन्त्री बनाएपछि अन्यत्र चाहिँ अरू जाति समुदायतिर हेरिनेछ। यो कुरा चाहिँ म तपाईहरुलाई, किनकि मलाई गहिरो महसुस गराउनु भयो क्या, तपाईहरुले गहिरो गरी महसुस गराएको हुनाले म त्यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु त्यहाँ कहीं न कहीं कमी भएको छ। यति भनिसकेपछि म एक दुईटा तपाईहरुसँगबाट सिक्ने, नेवार समुदायबाट सिक्ने बारेमा, यो चाहिँ अरूले भनेर होइन, मेरो आफ्नै अध्ययनबाट पनि, इतिहासको, घटनाक्रमको, संस्कृतिको अध्ययनबाट चाहिँ हामीले जो समाजवाद निर्माणको कुरा गरेका छौं, समाजवाद हामीले चाहिँ यान्त्रिक अन्धानुकरण गरेर कुनै देशको नक्कल गरेर बन्ने कुरा होइन। हामीले सैद्धान्तिक रूपमा त समाजवादको कुरा गर्यौं, तर समाजवादको निर्माण हाम्रो आफ्नै धरातलमा, हाम्रो आर्थिक विकासको आफ्नै ऐतिहासिक सन्दर्भमा, हाम्रो जातीय बनावट र समुदायको विकासको हाम्रै धरातलमा, हाम्रो सांस्कृतिक विशेषता अनि जातिहरूको बीचको आपसी सम्बन्धको धरातलमा समुदायमा आधारित भएको समाजवाद बारे हाम्रो धेरै अध्ययन र ज्ञान थिएन। हामीले समाजवाद निर्माणको कुरा सैद्धान्तिक रूपमा ठिकै भन्थ्यौं, तर समाजवादको निर्माण गर्न हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो जातीय बनोट, हाम्रो जनताले दैनिक जीवनमा सञ्चालन गर्ने गरेका सबै आपसी सम्बन्धहरूको अध्ययनबाट निचोड निकाल्ने भन्दा हामी मार्क्स, एङ्गल्स, लेनिन, स्टालिन, माओका किताबहरू, चीन, रुस, भियतनामका अनुभवहरूको बढी अध्ययन गर्यौं। हामीले हाम्रै देशको, हाम्रै इतिहासको, हाम्रै संस्कृतिको अध्ययन कम गर्दै गरेन होइन है, फेरि मैले यसो भन्दा गर्दै गरेर रहेछन् भन्ने नपरोस्, तर जति मेहनत हाम्रो आफ्नै अनुभवको अध्ययन गर्ने र आफ्नै इतिहासबाट संश्लेषण निकाल्नमा लगाउनु पर्थ्यो, हामीले एकदम कम लगायौं, अन्यत्र हामीले अलिक बढी लगायौं। यो पटक केन्द्रीय समितिको बैठकको दस्तावेज तयार पार्दै गर्दा र लिडरहरूको बीचमा आपसी छलफल गर्दै गर्दा यसमा हामी अलिक गम्भीर ढंगले जानुपर्छ। त्यसकारण एउटा सैद्धान्तिक प्रश्नमा हाम्रो ध्यान गयो। तपाईहरुले डकुमेन्ट हेरिसक्नु भएको छ, मैले बढी व्याख्या गर्नु परेन। हामीले चाहिँ दस्तावेजमा भएका केही कमीहरूको मात्रै उल्लेख गरेनौं। समाजवादी क्रान्तिमा जातीय उत्पीडनका विरुद्ध संघर्षको के महत्व हुन्छ, हिजो जनवादी क्रान्ति कालमा हामीले एक ढंगले व्याख्या गर्यौं, विश्लेषण गर्यौं, संगठन बनायौं, संरचना बनायौं, आन्दोलनमा सबै उत्पीडित वर्गसँगै उत्पीडित जातिहरूलाई पनि संलग्न गराएर मात्रै जनयुद्ध र जनआन्दोलन एउटा ठाउँमा आएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको हो। यहाँसम्म हामी क्लियर पनि छौं, हामीले प्र्याक्टिस पनि गर्यौं। तर अब समाजवादतिर प्रवेश गर्दा, समाजवादी क्रान्तिको तयार गर्दा जातीय उत्पीडनका विरुद्ध संघर्ष र समाजवादको अन्तर्सम्बन्ध के हुन्छ भन्ने बारेमा हाम्रो कम ध्यान, कम अध्ययन, कम विश्लेषण भएकै हो।
र यो पटक हामीले यो चाहिँ गल्ती हो भन्ने रियलाइज सहित हामीले दस्तावेजमा एउटा विशेष च्याप्टरै बनाएर आत्मनिर्भर अधिकारको सिद्धान्त अनि स्वायत्तताको कार्यक्रम जनवादी क्रान्तिकालमा मात्रै होइन समाजवादी क्रान्तिकालमा अझ बढी आवश्यक हुन्छ। यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय क्रान्तिका सन्दर्भमा पनि सत्य हो र नेपालका सन्दर्भमा अझ बढी सत्य हो। हाम्रो जस्तो बहुजातीय बहुभाषिक बहुसांस्कृतिक विशेषताको र बहुभौगोलिक विविधताको देशमा यो विषय अझ बढी महत्त्वको छ र समाजवादी क्रान्तिको तयारीको बेलामा जातीय उत्पीडन र वर्गीय उत्पीडनको अन्तर सम्बन्धलाई अझ माथिबाट संश्लेषण गर्नुपर्दछ र समाजवादमा यो अझ बढी आवश्यक छ भन्ने कुरा दस्तावेजीकरण गरिएको छ। तपाईहरुले पढ्नु भएको छ। अलग्गै च्याप्टर बनाएर त्यसलाई दिशाबोध गरिएको छ। यो सबै आदिवासी जनजातिको हकमा मधेसी अथवा चाहिँ क्षेत्रीय उत्पीडन भएका उत्पीडित क्षेत्रका मोर्चाको हकमा पनि सत्य हो भनेर त्यसलाई दस्तावेजीकरण गरेपछि एउटा नयाँ प्रक्रिया अगाडि बढेको छ। सबै कमजोरलाई यो विषयलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आम उत्पीडित जातिहरूलाई वर्ग संघर्षमा जोड्नको लागि जातीय उत्पीडन विरोधी आन्दोलन सिद्धान्त त आत्मनिर्भर अधिकारको कुरा हो, कार्यक्रम स्वायत्तताको। यहाँ नेपालको स्थितिमा अहिले आत्मनिर्भर भनेर सबै अलग अलग राष्ट्र बनाउने अवस्था हाम्रो होइन। स्वायत्तताको कार्यक्रम मार्फत सबैलाई सम्मान पहिचान र अधिकार दिने चाहिँ नेपाली विशेषतामा सम्भव छ र त्यसमा हामी केन्द्रित हुनुपर्छ भन्ने कुरामा हामीले अहिले क्लियर गर्यौं। अब पार्टीमा कुनै विमति छैन कि जातीय क्षेत्रीय उत्पीडनका विरुद्ध सङ्घर्ष र समाजवादी क्रान्तिका बीचको अन्तर सम्बन्ध हामीले एक ठाउँमा ल्याएर केन्द्रित गर्यौं, एउटा नयाँ संश्लेषण गर्यौं। त्यसमा तपाईं सबै कमरेडहरू यहाँ नेवा राष्ट्रिय मुक्ति मोर्चाका मात्रै होइन पार्टीका सबै जिम्मेवार कमरेडहरूलाई पनि यो विषयलाई गम्भीरतापूर्वक आत्मसात गर्न र त्यसअनुसार अगाडि जान म विशेष रूपले अपिल गर्न चाहन्छु। अर्को कुरा यो पटक हामीले समाजवाद निर्माणको सन्दर्भमा अर्को एउटा विषय पनि केन्द्रीय समितिमा प्रश्न गर्यौं कि हाम्रो नेतृत्वमा भएका सरकारहरू अहिले 123 वटा स्थानीय सरकार हाम्रो नेतृत्वमा छन्। त्यहाँ समाजवादको आधार निर्माण गर्ने कुरालाई अलि विशेष ढंगले लिनुपर्छ भन्ने कुरा गर्दै तलैबाट राष्ट्रिय स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको जग बचाउने हिसाबले प्रत्येक पालिकाको भौगोलिक विशेषता, त्यो पालिकाको जातीय विशेषता, सांस्कृतिक विशेषता अनि जनताले आपसमा कसरी सहकार्य गरेर उत्पादन कार्यमा लाग्ने गरेका छन्, अर्म कर्म मुठी आदि इत्यादि थुप्रै यी विशेषताहरूको पनि अध्ययन गरेर त्यहाँको निम्ति के मोडेल हुन सक्छ समाजवादको बिउ रोप्ने कुराको, त्यसको खोजी बाहिर किताबबाट कम जीवनबाट बढी गरिनु पर्यो। हाम्रो वास्तविक जीवनबाट बढी गर्दा मात्रै अनि हामीले उत्पादनमा आत्मनिर्भरतातिर देशलाई लान सकिन्छ। हाम्रो विशेषताको समाजवाद भनेर जे हामीले सैद्धान्तिक रूपले भनेको हो त्यो हाम्रो विशेषताको समाजवादको बिउ रोप्न सकिन्छ स्थानीय तहबाट भनेर 123 वटै पालिकाका प्रमुखहरू अनि हामी पार्टीका लिडरहरू अनि त्यसपछि यो विषयसँग सम्बन्धित विशेषज्ञहरू विज्ञहरूको चाहिँ 2 दिने अभिमुखीकरण तालिम गरेको पनि तपाईहरुले थाहा पाइसक्नु भएको छ। यो पनि त्यो औपचारिकता पूरा गर्न गरिएको होइन, हामी अलिक गम्भीर ढंगले अब समाजवादको यात्रामा जानै पर्छ भनेर गरिएको हो। समुदायको विशेषताको अध्ययन नगरिकन हाम्रो आर्थिक विकासको ऐतिहासिक विकास क्रमको अध्ययन नगरिकन नेपाली विशेषताको समाजवाद निर्माण सम्भव छैन भन्ने निष्कर्ष सहित हामी एउटा नयाँ मोडेलतिर अगाडि बढेका छौं। कमरेडहरू र मित्रहरू, यसको साथै हामीले नेतृत्व कहीं न कहीं बुर्जुवा राष्ट्रवादीहरूसँग हाम्रो सहकार्य बढी भयो, हाम्रो वर्ग र जनतासँग हाम्रो सहकार्य कम भयो, जनसंख्याको बढी घनत्व भएको र गरिब मजदुर किसान भएको ठाउँमा हाम्रो सम्बन्ध र सहकार्य कम भयो, यथास्थितिवादीसँग बढी भयो भन्ने महसुस गरेर नै हामीले हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान र मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने पनि केन्द्रीय समितिले निर्णय गर्यो।
यति भनि यसको व्याख्यामा म गइनँ। तपाईहरु सबैले हेरिराख्नु भएको छ के भइरहेको छ भन्ने कुरा। अब म अलिकति नेवारमै फर्किन चाहन्छु। मैले केही एक दुईटा नयाँ कुरा तपाईहरुको दिमागमा जाओस् र यसबारे बहस चलोस् भन्ने चाहन्छु। नेपालमा जातीय उत्पीडनका विरुद्ध संघर्षको अग्रणी जाति नेवार हो। सांस्कृतिक विरासत र पृष्ठभूमिको हिसाबले असाध्य वैभवशाली जाति पनि नेवार नै हो। अनि कृषिमा आफ्नो मौलिक पहिचान सहित विकास गर्ने अग्रणी जाति भित्र पनि नेवार पर्छ। मैले भन्न खोजेको यो कुरा मुख्य होइन। मुख्य कुरा के हो भने नेवारहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, खानपिन लगायतका भोज भतेर, गुठी, नाच, नृत्य, सांस्कृतिक सबैमा समाजवादका भ्रूणहरू छन्। यति धेरै समाजवादी आधार भएको अर्को जाति नेपालमा भेटिँदैन। यसको गहिरो अध्ययन गरिनुपर्छ भन्ने हामीलाई लागेको छ। यसको अध्ययन नगरिकन हामीले समाजवाद माथि कुरा गरेर मात्रै समाजवाद बनाउन सकिँदैन। गुठी एक खालको सत्ताको रूपमा नेवार कम्युनिटीले सयौं वर्षदेखि विकास गरेको संरचना हो। त्यसलाई हामीले आधुनिक वैज्ञानिक समाजवादसँग कसरी जोड्न सकिएला, उनीहरूको विशेषतालाई, उनीहरूको सम्मानलाई राख्दै आधुनिकीकरण कसरी गर्न सकिएला नभनेसम्म उहाँहरूको जात्रा मात्रा, बाजा गाजा त्यो समाजवादी खालको छ, अरूको जस्तो छैन। हरेकले बाजाको लागि पैसा तिर्न नपर्ने गरी भोलिन्टियरले बाजा बजाउँदै हिँड्ने, त्यहाँ पनि कहीँ न कहीँ समाजवादी संस्कृतिका भ्रूणहरू पर्याप्त देख्न सकिन्छ। भोज भतेरमा कसैलाई चाहिँ बढी दबाव र पीडा दिने गरी पैसा उठाउने चलन पनि छैन। भोलिन्टियरले गर्ने गरिन्छ र त्यहाँ पनि मैले हेर्दा समाजवादका भ्रूणहरू नेवारमा पहिले नै छन्। हामीले त्यसको अध्ययन गरेर संशोधन गर्न नसके मात्रै हो। आज म उमेश स्थापित प्रधान हो। उमेश स्थापितलाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु। उहाँले विधानका सन्दर्भमा जो के दा भन्नुभयो मलाई, अनि त्यो दुईटा कुरा जे भन्नुभयो त्यो अनुसार जो कम्युनिटी बसेको छ त्यो कम्युनिटी बेस्ड कमिटी बनाउने कुरा गर्नुभयो। त्यहाँ समाजवाद छ र समाजवादतिर फर्कने कुरा गरेको बुझ्छु मैले। त्यसको लागि तपाईहरु नेवार राष्ट्रिय मुक्ति मोर्चाका साथीहरूलाई म विशेष धन्यवाद पनि भन्न चाहन्छु। मेरो दिमाग आजभोलि नेवारहरूको जीवन पद्धति, किनकि यो फेरि अघि यहाँ उद्घोषक कमरेडले भने जस्तो एउटा यो विशुद्ध एउटै चाहिँ नस्लबाट विकसित भएको जाति पनि होइन। यहाँ निकै ठुलो सम्मिश्रण छ, विभिन्न नस्लको मिश्रणबाट बनेको छ। जो त्यो नस्लको मिश्रणबाट बनेर विकसित भएको जाति आफै प्रगतिशील हुन्छ, त्यो अग्रगामी हुन्छ भन्ने कुरा बुझ्न पनि जरुरी छ। एउटै किसिमको भन्दा त्यहाँ कहीँ न कहीँ जडता, कहीँ न कहीँ संकीर्णता, कहीँ न कहीँ एक खालको परम्परावाद हुन्छ भने विभिन्न जाति, भाषा, समाजम सम्मिश्रण हुँदै विकसित भएकोमा केही न केही पद्मरत्न तुलाधर जस्ता, मल्लके सुन्दर जस्ता, दुर्गालाल श्रेष्ठ जस्ता, राजभाइ जखमी जस्ता बुद्धिजीवी कविहरू चाहिँ नेवारबाट नै किन यति विकसित भए, त्यसको ऐतिहासिक भौतिकवादी व्याख्या के हो, हामी सबैले गहिरो गरी अध्ययन गर्न जरुरी छ। हामीले सायद यही नगरेको हुनाले नेवार समुदाय हामीप्रति पनि बेला बेलामा नाखुस अलि बढी हुन्छ कि भन्ने ठानेको भन्ने कारण त्यही कतै छ भनेर हामीले बुझ्न जरुरी छ। हामीले आत्मसात गर्ने, आत्मालोचना गर्ने भनेको त त्यही हो। यसो भन्दा मैले अरू उत्पीडित जातिलाई कति पनि कम गर्न खोजेको नबुझिदिनु होला। यो समुदायको सन्दर्भमा ऐतिहासिक भौतिकवादी व्याख्या नगरिकन र यहाँ भएका समाजवादका भ्रूणहरूलाई विकसित नगरिकन मैले अस्ति भनेको पनि थिएँ, अब हामी गुठी
भन्ने बित्तिकै अर्कै ढङ्गले परम्परागत ढङ्गले हेर्ने कुरा छोडिदिनुपर्छ र गुठीभित्र हाम्रो सक्रिय सहभागिता हुन पर्यो। जात्रा मात्रामा हामी प्रवेश गर्न पर्यो। मैले भनेको छु बाजा गाजा चाहिँ धिने बाजा अरू बाजा हाम्रो साथीहरूलाई सिकाउन पर्यो। किन्न पर्छ भने पार्टीले अहिले त मैले भनेको छु यो सम्मेलनसम्म कति चाहिन्छ बरु ऋण खोजेर भए पनि युवा मोर्चालाई दिन्छ बाजा गाजा पनि हामीले जम्मा गर्न पर्यो। तालिम पनि दिन पर्यो र सबै ठाउँमा हामी छिर्न पर्यो। टोल टोलमा चाहिँ जनताले आपसमा जसरी जीवन वृत्तिको विकास गरेका छन् त्यसको अध्ययन गर्न पर्यो। त्यहाँ घुलमिल हुनु पर्यो। तपाईहरुलाई थाहा छ हामी हुन त नेपालमा थुप्रै हामीले गर्न चाहेको कुरा गर्न नसके पनि फेरि नेवारहरूको ऐतिहासिक संघर्षलाई उच्च सम्मान गर्ने पार्टी माओवादी केन्द्र नै हो। जता गएर हेरे पनि अरूभन्दा माओवादी पछि त होइन, धेरै अगाडि नै हो। कारण पहिलो मैले सरकारको नेतृत्व गर्दा नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध भनेर पद्मरत्न तुलाधर लगायत तमाम बुद्धिजीवीहरूको अगाडि बसन्तपुर डबलीमा गरिएको घोषणा म सम्झिराखेको छु। शङ्खधर साख्वालाई हामीले राष्ट्रिय विभूति त पहिल्यै भनिएको थियो, तर शङ्खधर साख्वाप्रति उच्च सम्मान प्रकट गर्ने भनेको गरिबहरूको ऋण मिना गर्नेसँग रिलेटेड छ त्यो भनेर मैले 30,000 त्यति बेला 64 को 30,000 ऋण कृषि विकास ऋणको ऋण मिना गर्ने एउटै क्याबिनेटबाट डिसिजन गरियो। यो किसानहरूको ऋण मिना गरेको मात्रै होइन, नेवार समुदायबाट विकसित भएको एउटा राष्ट्रिय विभूतिलाई उच्च सम्मान व्यवहारद्वारा औपचारिकता गरेर फूल चढाउने मात्रै होइन, उनले गरेको सामाजिक न्यायको कामलाई निरन्तरता दिने उद्देश्य हो। तपाईहरुले यो कुरा कति विचार गर्नुभयो भएन मलाई थाहा छैन। अर्को पटक हामीले अघि नै यहाँ आइ नै सक्यो। राष्ट्रिय सम्मत मात्रै भनेर हुँदैन, यसलाई सरकारी डकुमेन्टमा त्यो सम्मत सँगसँगै उल्लेख हुनुपर्छ भनेर डिसिजन गरियो अहिले। र त्यो डिसिजन र नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय हाम्रो प्रदेश सरकारले शालिराम जमरगढले मैले उहाँहरूलाई सकेसम्म त्यो गर्ने सल्लाह दिए, निर्देशन दिए र मैलाई उद्घाटन गराउनु भयो त्यो बसन्तपुरमा नै। त्यसपछि एउटा राम्रो चाहिँ कुरा हाम्रो पार्टीको लागि र त्यसको अध्यक्षको हैसियतले, प्रधानमन्त्रीको हैसियतले मेरो लागि गर्व के भयो भने 3 शहरकै काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार बुद्धिजीवीहरूले संयुक्त रूपले मलाई अभिनन्दन गर्नुभयो। तपाईहरुलाई सम्झना छ कि छैन, राष्ट्रिय प्रज्ञा भवनमा यी कामहरू गरे बापत यो त माओवादी केन्द्रले नै गर्यो, माओवादी नेतृत्वको सरकारले गर्यो भनेर तीनै शहरका हाम्रा पार्टीका होइन, हाम्रो पार्टीले त त्यति मन पराउँदैन, रुचाउँदैन। तपाईहरुलाई अझै पनि कति गुटबन्दी छ थाहा छैन, अहिले त्यति जाँगर आएको जस्तो लाग्दैन। तर नेवार बुद्धिजीवीहरूले चाहिँ बुझ्नु भयो, तीनै शहरका जम्मा हुनुभयो र प्रज्ञा भवनमा मलाई अभिनन्दन पत्र सहित अभिनन्दन गर्नुभयो। यो कुरा पनि तपाईहरुले ख्याल गर्नुपर्छ। हाम्रो पार्टी त हो र नि, खालि नेगेटिभतिर मात्रै हेर्न, हाम्रो पार्टी त हो, जनतालाई बुझाइदिनु पर्यो। यो कुरा लगेर जनतालाई राम्रोसँग बुझाइदिनु पर्यो। र अहिले रियलाइज गरेर नेवार समुदायको आर्थिक विकासको प्रक्रिया, सांस्कृतिक विकासको प्रक्रिया, भाषा प्रतिको लगाव निष्ठा सबै कुरामा समाजवाद छ है, गुठी लगायत सबै विषयमा। त्यसकारण पार्टीले समाजवादको भ्रूण रोप्ने कुरामा अन्य समुदायका साथै नेवार समुदायको अग्रगामी र ऐतिहासिक विरासतबाट सिक्न चाहेको छ भन्ने कुरा सबै नेवारलाई बताइदिनु होला। त्यसो भयो भने मलाई लाग्छ अस्ति नै गरेको हाम्रो उद्घोषक कमरेडले त अलि कडै भन्नुभयो, त्यसको व्याख्या गर्यो भने लामो हुन्छ। हामीले छोडेको होइन, हामीलाई ट्र्यापमा त पारेकै हो प्रतिक्रियावादीले। बेला बेलामा हामी ट्र्यापमा परेको पनि हो, कमजोरी त हो, तर हामीले छोडेको चाहिँ होइन। हामीले संविधान बनाउने बेलामा पनि यहाँ नारायण कमरेड र म त असाध्यै धेरै मेहनत गरिएको छ। हामीले
14 प्रदेशको 11 प्रदेशको कुरादेखि लिएर सबै विषयमा नोट अफ डिसेन्ट राखेर भविष्यमा हामी यो उठाउने छौं भनेर हामीले संविधान सभामै बोलिएको छ। यो कुरा पनि तपाईहरुले जनतालाई भनाइदिनु पर्छ, बुझाइदिनु पर्छ। हाम्रो पार्टी मात्रै त त्यस्तो पार्टी हो भन्ने कुरा बुझाइदियो भने र पर्सिको सम्मेलन हामीले भव्य रूपमा सम्पन्न गर्यौं भने मैले भनेको थिएँ, यहाँ साथीहरूले धेरै व्याख्या गरि नै सक्नुभयो। बाजा गाजा वेशभूषा सबैको प्रदर्शन सहित बढी भन्दा बढी नेवार कम्युनिटीका नै प्रतिनिधित्व नेवार कम्युनिटीकै हुने नै भए र त्यहाँ आउने पनि बढी भन्दा बढी समर्थक शुभचिन्तक नेवारहरू नै बढी उपस्थित गराउनु, हजारको उपस्थिति गराउनै पर्छ हामीले। त्यसको साथै मैले भने यो आन्दोलनै गर्न खोजेको, फेरि यो सम्मेलन मात्रै गर्न खोजेको होइन। यथास्थितिका विरुद्ध र प्रतिगामी षड्यन्त्रका विरुद्ध फेरि एकचोटि अस्ति 15 गते हामीले एउटा चाहिँ मेसेज दियौं। नेवारहरूको सम्मेलन उद्घाटनको दिन अर्को शक्तिशाली मेसेज दिनु छ हामीले, किन यसको विशेषताले गर्दा संख्या त्यही स्तरमा नभए पनि नेवारहरू सबै बाजा गाजा सहित वेशभूषा सहित देशभरिबाट, बागमती प्रदेशभरिबाट र सम्भव भएसम्म देशभरिबाट पनि भनेको छु मैले, सबै प्रदेशका इन्चार्जलाई पनि नेवारलाई बढी भन्दा बढी यहाँ केन्द्रित गरिदिने त्यो दिन भनेको छु। र अझै भनिन्छ, यहाँ महासचिव पनि आइसक्नु भएको छ, म उहाँलाई पनि भन्न चाहन्छु सबैतिर खबर गर्न पर्यो। र अनि बागमती प्रदेशबाट पार्टीका पनि सबै लिडर क्याडरहरू अधिकतम जोडेर त्यो चाहिँ सम्मेलनलाई एउटा शक्तिशाली आन्दोलन सहितको सम्मेलन सहितको आन्दोलनको रूपमा हामीले पूरा गर्नु छ। यसमा यहाँ उपस्थित तपाईहरुले राम्रोसँग यहाँ हाम्रा लिडरहरूले भनेका कुरा र मैले अहिले भन्दै गरेका कुरालाई तपाईहरुले आत्मसात गरिदिनु भयो भने मलाई लाग्छ त्यो ऐतिहासिकै हुन्छ। त्यसपछि प्रतिगामीहरू फेरि टाउको उठाउन काठमाडौँमा सम्भव छैन। मलाई खुसी छ, मलाई खुसी के अर्थमा पनि छ भने अस्ति तिनकुनेमा ती राजावादीहरू भन्नेहरूले चाहिँ नेवार चाहिँ कन्याहरूलाई चाहिँ अगाडि राखेर बडो नेवार हामीसँग छ भन्ने जस्तो देखाए। तर त्यो एउटा प्रसाई भन्ने छ नि, ऊ चाहिँ त हावा छ मान्छे, त्यो हामीसँग बुझेकै कुरा हो। नेवार समुदायले साथ दिएन भन्दै हिँडेको छ उनले। यो कुरा पनि नेवारलाई बुझाइदिनु पर्छ। उनीहरूले त्यसो भनेको ठिकै हो, नेवारले साथ दिँदैनन् त। गणतन्त्र विरोधीलाई, निरङ्कुशताका पक्षपातीलाई, नेवार समुदायको इतिहास र संस्कृतिलाई बर्बाद पार्नेहरूलाई नेवारले साथ दिनु बिल्कुल जायज छ। त्यो कुरालाई हामीले पर्सि त्यहाँ स्थापित गर्नुपर्ने छ। त्यसैले तपाईहरु सबैले यसलाई एउटा चाहिँ मोर्चाको सम्मेलन र अधिवेशन हो भनेर सामान्य रूपमा नलिदिन र पुरै तागत लगाउन र त्यसलाई भव्य रूपमा सफल पार्न म विशेष रूपले अपिल गर्न चाहन्छु। मैले सम्मेलन र अधिवेशनको बारेमा भन्ने कुरा यति नै हो। यति भनिसकेपछि अहिले अघि यहाँ कमरेडहरूले राख्नुभयो, अहिले प्रतिगामीले टाउको उठाउन खोज्नुको पछाडिको एउटा र मुख्य कारण एमाले नेतृत्वको कांग्रेस समेतको गठबन्धन सरकारले भ्रष्टाचारीहरूको पक्षमा लिएका गतिविधिहरू, काम कारबाही र निर्णयहरू राम्रो काम गर्ने जतिलाई लखेट्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, आफ्ना जतिसुकै भ्रष्ट भए पनि तिनको रक्षा गर्ने, अरूका जतिसुकै राम्रा भए पनि तिनलाई लखेट्ने जो तरिका अपनाएको छ यो सरकारले। र अनि हामीले सुशासन र सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गर्दा गर्दै दलाल, बिचौलिया र नुकरसाहरूको भरमा हामीलाई विस्थापित गर्ने जो षड्यन्त्र, गैर लोकतान्त्रिक, असंवैधानिक, अपारदर्शी गतिविधि गरे त्यसप्रति जनतामा निकै ठूलो आक्रोश छ। त्यो कारणले त्यही बेलामा धमिलो पानीमा माछा मार्ने ढंगले तथाकथित राजावादीहरू प्रतिगमनकारी चाहिँ क्रियाकलाप बढाएका हुन्। त्यसकारण हामीले फेरि यो सरकारप्रति नरम हुने गरिकन यसले गरेको ज्यादती, यसले गरेको भ्रष्टाचारी गतिविधि
का विरुद्ध चाहिँ हाम्रो आन्दोलन चाहिँ कम चाहिँ हुन हुँदैन। कहिलेकाहीँ के हुने गरेको छ भने हामीले प्रतिगामीको विरोध गर्दा चाहिँ यो सरकार जो भ्रष्टाचारीको रक्षक छ, जो कुशासनको चाहिँ प्रतीक बन्न गएको छ, त्यसलाई राहत मिले जस्तो देखिएको छ। विगत अस्ति चाहिँ उनीहरूले के ठान्यो भने हो हामीलाई अब त खास गरी केपी ओलीलाई जसका विरुद्ध हामी संघर्ष केन्द्रित गर्दै थियौं, त्यो दिन राजावादीले गरेको वितण्डाको पनि विरोध गर्नै पर्ने भयो। त्यो वितण्डाको विरोध गर्दा उनलाई राहत भयो जस्तो भएको छ। उनलाई राहत दिने, किनकि यसको कारकै यही सरकार हो। यो जनविरोधी सरकारकै कारणले प्रतिगामीले कागज उठाउने मौका पाएका हुन्। त्यसकारण यसका विरुद्ध नरम हुने भन्ने कुरा हुँदैन। र अन्तिममा अहिले चारैतिर आन्दोलनको माहौल बन्दैछ कमरेडहरू र साथीहरू। चारैतिर आज मात्रै चाहिँ तपाईहरुले हामीले अस्तिदेखि शिक्षकहरू हजारौंको संख्यामा आन्दोलनमा छन् र शिक्षकसँग हाम्रै नेतृत्वको सरकार हुँदा सहमति गरिएको थियो। संविधान ऐन निर्माण गरेर शिक्षक कर्मचारीका समस्या हल गरिन्छ भनेर 5 बुँदे सहमति त्यति बेला हाम्रो नेतृत्वको सरकारले गरेको थियो र त्यही अनुसार हामीले धेरै मेहनत गरेर विद्यालय शिक्षा विधेयक चाहिँ सदनमा पुर्याएको हामीले नै हो र त्यसमा आवश्यक संशोधन भनेको जसरी शिक्षकहरूसँग चाहिँ सहमति भएको छ। किनभने झन्डै 1 लाख शिक्षकहरू माइती घर मण्डलादेखि आईसीसी सम्म जो केन्द्रित भयो, त्यो अभूतपूर्व शिक्षकहरूको संघर्ष थियो, पहल कदमी थियो। केही शिक्षक साथीहरूसँग हामीले सहमति सम्झौता गर्यौं। यद्यपि त्यति बेला म बाहिर थिएँ, नारायण काजी, पूर्णबहादुर खड्का लगायतलाई मैले जसरी पनि सहमति गर्नुपर्छ शिक्षकहरूको र शिक्षकहरूका जायज माग हामीले पूरा गर्नै पर्छ भनेपछि सहमति भएको थियो र अहिले सहमति अनुसार ऐन चाहिँ समितिमा छलफल थियो, उपसमितिसम्म पुगेको छ। म यो सरकारलाई, हुन त यहाँ मिडिया भएन, आज चाहिँ मिडिया नै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो मलाई। तैपनि यो बाहिर पुर्याउनु होला। म के भन्न चाहन्छु भने हिजो यो सरकार कति उल्टो काम गर्छ भन्ने कुराको एउटा प्रमाण, जति बेला छिटोभन्दा छिटो संसदको अधिवेशन बोलाएर चाहिँ विधेयकहरू चाहिँ प्रक्रियामा लानु पर्थ्यो, 6 दिन अगाडि 6वटा चाहिँ अध्यादेश ल्याउँछ उल्टो, पुरै उल्टो। अधिवेशन बोलाउनु पर्नेमा अधिवेशन धकेलेर अध्यादेश ल्याउने अलोकतान्त्रिक निरङ्कुश काम गर्यो। अहिले हतार सदन अन्त गर्न परेकै थिएन। त्यो शिक्षकको विधेयकमाथि छलफल टुङ्ग्याएर तुरुन्तै छोटो बाटो गरेर त्यसलाई पारित गरेर शिक्षकका माग पूरा गर्न सकिन्थ्यो। हिजै सहमति भइसकेको कुरा छ भने अहिले चाहिँ हतार सदन अन्त्य गर्यो र अब शिक्षकहरूलाई सडकमा आउन बाध्य पार्यो। शिक्षकहरू आज सडकमा छन्। म शिक्षक साथीहरूलाई बधाई भन्न चाहन्छु। तपाईहरुले हामी छोड्दैनौं भन्नुभएको छ। म तपाईहरुलाई भन्न चाहन्छु, जबसम्म तपाईहरुको माग पूरा हुँदैन तपाईहरुले नछोड्नुहोस्। कहिले सिटी बजाउनु, कहिले के गर्नुपर्छ गर्नु, हामी तपाईको साथमा छौं। मैले अहिले प्रतिपक्षी दलहरूसँग सबैसँग कुरा गर्न त भ्याएको छैन। मैले अहिले यहीबाट घोषणा गर्न त सक्दिनँ, तर प्रतिपक्षको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्ने त हामी अगाडि बढ्छौं। म प्रतिपक्षसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ। शिक्षकहरूलाई यति धेरै सताउने काम सरकारले नगरोस्, यसको परिणाम धेरै ठूलो हुन सक्छ। आजै मैले देखेँ कुलमान घिसिङलाई पुनर्बहाली गर भनेर पनि मैले सबै त हेर्न पाएको छैन, ठुलै जुलुस सडकमा आएको छ। आजै मैले देखेको छु हाम्रो नेपाल आम पार्टी प्रभु शाहको पार्टी पनि सडकमा जाने कुरा थियो, के भयो थाहा छैन। चारैतिर अब यो सरकारलाई घेर्ने काम जनताले गर्न थालेका छन् र हामीले निर्णायक प्रहार चाहिँ हामीले नै गर्नुपर्ने हुन्छ। त्यसकारण त्यसको निम्ति पनि हामीले नेवा राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई एउटा ऐतिहासिक, भव्य र असाधारण ढंगले सफल पार्ने हुन्छ। कमरेडहरू, मेरो कुरा पक्कै तपाईहरुले बुझ्नुभयो। मैले मात्रै होइन, वरिष्ठ उपाध्यक्ष, सचिव र ओन्सरी समेतले र उमेश स्थापितले अलि देशको
सांगठनिक र प्राविधिक पक्ष भनिसकेपछि तपाईहरु सबैलाई पक्कै क्लियर भयो भन्ने लाग्छ। सम्मेलनमा मैले जे अलिकति ब्लुप्रिन्ट भनौं न, ब्लुप्रिन्ट यहाँ बताए नि, नेवारबाट समाजवाद सिक्न पर्छ हामीले, नेवारी समुदायबाट भन्ने कुरा तपाईहरुले सबैलाई भनिदिराख्नु होला। पर्सि चाहिँ त्यहाँ अझ व्यवस्थित रूपले हामीले यसको व्याख्या गर्नेछौं भन्दै म बिदा हुन्छु। धन्यवाद। अहिले धन्यवाद श्रद्धेय अध्यक्ष कमरेड।